तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म मेरो घर देखाउँदै छु तपाईहरुलाई। यो चाहिँ मेरो घरको भैँसी हो। हाम्रो घरमा चाहिँ यो हाम्रो भैँसी छ एउटा। यो चाहिँ ठुलो पाठा हो। त्यसपछि यहाँ चाहिँ तीनटा बाख्रा छन् चाहिँ हाम्रो चाहिँ तीनटा बाख्रा छन्। यो एउटा दुईटा अनि यो तीनटा है। अनि त्यसपछि यहाँ चाहिँ ठुलो ड्रम छ। यहाँ चाहिँ भाडाहरू छन्। अनि त्यसपछि यहाँ चाहिँ त्यति कति धेरै यहाँ फर्सीहरू छ। यहाँ चाहिँ हामी खान्छौँ के यसलाई पकाएर। अनि यहाँ चाहिँ उस करेला भन्छ नि यसलाई। कसले टिपिसकेको छ करेला चाहिँ। यो चाहिँ एलोभेरा गाइस। कसले चिन्नु भएको छ कि चिन्नु भएको छैन। यो एलोभेरा। त्यसपछि यहाँ छ भिन्डी। यसलाई के भन्छ साँच्चै। त्यसपछि यहाँ छ मकैबारी। त्यसपछि हेर्नुस् गाइस यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ ड्र्यागन फ्रुटको बुट्टा हो। यो वाला चाहिँ ड्र्यागन फ्रुटको बुट्टा हो क्या। ड्र्यागन फ्रुट फल्छन्। त्यसपछि यो हाम्रो घरको टोयलेट हो। धेरै ठुलो त छैन हाम्रो घर त्यही पनि। त्यसपछि यहाँ चाहिँ धेरै सामान ठाउँहरू छ। अनि त्यसपछि हाम्रो चाहिँ वहाँ एउटा आँपको रुख छ। यहाँबाट हल्का हल्का देखियो होला। यो चाहिँ हाम्रो आँपको रुख हो। त्यसपछि यहाँहरू छन्। यहाँ चाहिँ धेरै खुर्सानी छ। यहाँ खुर्सानीको बुट्टा मात्रै छ यहाँ चाहिँ गाइस। त्यसपछि हामी अब आँपको रुखमा जान्छौँ ल। आँप झरेको हुन्छ कि गाइस यहाँ चाहिँ। त्यसपछि यहाँ चाहिँ सितारोको आँप हो। अनि त्यसपछि चाहिँ हाम्रो यो मकैबारी हो गाइस। मकैबारीमा चाहिँ हामीले यहाँ छिट्टो मकै रोपेर अर्को त्यसरी फल्दैछ। हामीले चाहिँ हल्का छिटो रोपिसकेको रहेछौँ। त्यसरी हल्का यता चाहिँ यो नै लगाइसक्यौँ। मकैमा चाहिँ यो नै लगाइसक्यो। त्यसपछि यहाँ माछा पैयासिरमा यो आरुको रुख हो। आरुको सिजन चाहिँ अहिले हराइसक्यो त्यसैले आरु त छैन। त्यसपछि यो बेलौतीको रुख हो। यो साल चाहिँ बेलौतीको धेरै प्रगति भइरहेको छ कि। यो चाहिँ बेलौतीको सिजन हो नि त्यसैले। अनि यो भयो आँपको रुख। म त आँप त पहिलाभन्दा धेरै भने राख्नु भएको थियो। पहिलाभन्दा धेरै छ यहाँ चाहिँ आँप। त्यसपछि यहाँ आँप खसेकै रहन्छु कि। अनि यो चाहिँ हाम्रो ठुलो मम्मीहरूको बारी हो। कति बारी छ हेर्नुहोस् आँप गाइस। कति आँप छन् कि यहाँ चाहिँ। यसपालि चाहिँ यो बारी यो आँपको रुखमा चाहिँ धेरै प्रगति भए जस्तो छ कि। आँप 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 नजारा मलाई। तर यहाँ चाहिँ आँपै आँप छन् कि गाइस। तर कसले चाहिँ टिपिदिरहेको रहेछ। किनकि हाम्रो घर त्यहाँ राम्रोसँग देखिन्न। अनि फेरि यहाँ छ आँपको रुख। यो मकैबारीले गर्दा कि कसले चोरे पनि देखिन्न। त्यसरी चोरले पनि छ क्या धेरै। हाम्रो एउटा चाहिँ करेला बारी पनि यहाँ पनि छ। एउटा करेला बारी। यो चाहिँ मेरो न्यू च्यानल हो। प्लिज सबैले मलाई सपोर्ट गरिदिनु होला। त्यसपछि हाम्रो चाहिँ त्यो चाहिँ एउटा नयाँ घर बन्दैछ। त्यो चाहिँ मधुहरूको घर हो। त्यो घर कस्तो उता के विदेशी टाइपको घर बन्दैछ। म त एक्साइटेड छ। अनि मेरो भाइ चाहिँ त्यहाँ छ। मेरो भाइ त्यहाँ खेलिरहेको छ। त्यसपछि यही हो दिनकै अब एक दुईवटा भ्लग हाल्छु। प्लिज मलाई लाइक कमेन्ट गरिदिनु होला। बाई बाई।